हाम्रो ह्यान्डसम मनी दाइसँग आज यसो कमेल घुमेर आएको है काम गर्नु पर्दैन यसरी रैला गर्दै हिँड्छ अरे कामसाम छैन होइन डुल्यो बस्यो आयो खायो गयो मनी दाइ खासमा राइडर हुनुपर्ने हो क्या पुरा बेस खाने राइडर क्या पुरा बाइकको जस डेलिभरी गर्नु भने कि राइडरै हो क्या एउटा स्पेसल राइडर हो कि फेरि डेलिभरी हो नि यार मौसम है आज गार्डन गार्डन दिल भी है आज गार्डन गार्डन दामी देखिरहेको छ आज भ्यूहरू रानी महल हो यो होइन ब्याङ्केट चाहिँ भइसक्यो ए रानी महल मात्र देख्यो रानी महल मात्र देखेँ यता त उयो होइन सिपल कि यो ठाउँ चाहिँ हाडीको है त गार्डन गार्डन कस्तो हुँदो रहेछ दाइको अनि कल आइरहेको छ त मेन पावरको जब के अरे कहाँ अनि दिनेश त्यसलाई ट्राई गर्नु अनि कहिले पाले नहुने घरि आएको पनि घरि के घरि के चाहिने घरि एक्सपिरियन्स चाहिने घरि के चाहिने त्यसो धाउँदा धाउँदै कति मेरो त 5-6 हजारै गयो अनि त लु पैसा नभए गना भइरहेको बेलामा कति पैसा खर्च भयो नि मेन पावर धाउँदा धाउँदै हाडी गयो त्यही भएर अनि कोरियन भाषा पढेको कोरियन भाषा पनि बिर्सिन लागिसक्यो हो दाइलाई धारै चाहिँ हजुर दाइले पनि पढ्नुभएको ए अनि म किन फटाएर बोल्नुहुन्छ अनि म भन्नु ए टेक्सिकको सब थाहा मै बुझ्दिनँ रहेछ त्यो मैले कतिवटा बिर्सिसकेँ राम्रै बिर्सिसकेँ है अब म गयो मासु सयो खाइसकेँ ए पिसकेँ यति धेरै त म बुझ्दिनँ यति धेरै कोरिया पुगेर आउनु भयो क्या छैन पढ मात्र भएको ए 40 थियो नि त 2018 मा 2018 मा त्यतिखेर स्किल टेस्ट थियो कि थिएन अहिले त स्किल टेस्टमा फेल भयो भने गयो 5000 मात्र हुँदैन दाइ भाषामा त पास भयो यतिखेर पुर्याउ
त्यही त है अर्कोचोटि दिनु भएन नि भएन अर्कोचोटि पे भयो दिएको थिएँ अहिलेसम्म दिनुपर्ने नि अब आउँदैछ त यो चोटि पनि दिने आउँदो रहेछ अलिअलि भयो नि फ्याट्टा गइहाल्नु गाउँमा गयो जागिर खायो अँ 4 वर्ष जागिर गर्यो के जागिर गर्नु है ए अनि यसपालि एक्जाम दिउँ भनेको कोरियाको के छैन खुलेकै छैन कहाँबाट भयो 2025 को फर्म खुलेकै छैन नि अस्तिकै एक्जाम त बल्ल सक्यो होला कति 1 लाखभन्दा बढीले दिएको होइन नि एक्जाम अब चाइनिज भाषा पढ्नु पऱ्यो भन्ने छु तर बिहान उठ्नै सक्दिनँ कि चाइनातिर काम पाइन्छ सबभन्दा अनि अहिले चाइना विकसित बा भन्छ कि के त चाइना हो त्यो अहिलेको त अमेरिकालाई टपेर काम चाइना जान पाए नि जान्थे घर इन्डिया चाहिँ लास्ट अप्सन हो क्या भएन नेपालै होस् ढेलो गरी बसिन्छ पऱ्यो छिटो आइपुग्यो कहाँ बस्नु जाममा पऱ्यौँ भनेर बस्नुपर्छ यहाँ जाम्दै आकाशलाई त हराए भात काँचे भयो भनेर उतै खान्छु हराउँछु भनेर सुरुमै होटलमै खान्छु हराउँछु 1 घन्टा उतै हराउँछु भन्दै रिसले होइन मलाई के खालको भात पकाएको भन्दै रिसाउँदै धर्नाले खाएँ त्यही म हामीले अन्त पहिलेकै काम गर्ने होइन त अभिषेक भन्ने कस्तो चामलले निकालेर चुर गरेर भने काँचे छ भन्छु बासी भात हो भन्छ मलाई त काँचे छ त चामल भन्छु बासी भात हो त्यो भन्छ अनि बासी भात पनि यस्तो हुन्छ नपाएको भन्छ के खालको लिएर दिले मौसम गार्डन आज त 2 चोटि भ्लग बनाइसक्यो यो समय रुमबाट आउँदाखेरि अहिले ए आउँछ नि एडिट गर्न र तर एडिट नगर्यो हालेको अर्जुन राम्रो लाग्यो मलाई एडिट गरेर हाल्नुपर्छ नि त क्या सबैले हाल्नु से मन पर्दैन कि अहिलेको नयाँ एप आएको होइन यहाँको हिजो म यसलाई अर्कै ठाउँ पुऱ्याइदियो अरे कहाँ जानुपर्ने यहाँ पर कहाँ पुऱ्याइदियो अरे ऊ चाहिँ उता खरिबोड कि कहाँ पुग्नुपर्ने होइन कहाँ नचिनेको ठाउँमा लगिदियो यार भन्दै याङ्गोले सबभन्दा सस्तो अरे यो अहिलेको इन्ड्राइभभन्दा सस्तो रहेछ इन्ड्राइभ र बडोला त अनि बाह्रलाई
के थारा आज कस्तो चराले हयो भने कम्ती लाग्छ भन्नु हो रहेछ है देखि एउटा पिता चाहिँ हेर्छ के भएको होला भन्दै सोच्छ होला है सबैलाई घारी त हालै के गर्नु भोगाएर लागि त हालै औँला नै रातो भइरहने आयो होला एक जोडा लाउनु पर्ने आउनु त उसको कैदीहरूको इन्ट्री भयो